आन्टी चिया बन्छ? मैले चिया पसलको आन्टीलाई सोधेँ। बन्छ नि बाबु, कतिवटा हो? एउटा ब्ल्याक टी गरिदिनुहोस् न। ए हस्, बस्दै गर्नुहोस् है। हस् आन्टी, अनि सुन्नुहोस् त, चुरोट पनि पाइन्छ यहाँ? हामीले चुरोट बेच्दैनौ नि बाबु, तिमी जस्तै जवान केटा थियो मेरो छोरो, तिमी जस्तै। अनि आफ्नो छोराहरू यसरी कुलतमा फसेको कसरी हेर्न सक्छु र म छक्क परे। काठमाडौँको अधिकांश होटलहरूमा, त्यसमाथि चिया पाउने पसलहरूमा चुरोट पाइन्छ। अझ चुरोट बेचेन भने चिया पसल चल्दैन। यहाँ त चुरोट नै बेच्ने गरेको छैन भन्दा साँच्चै छक्क परे म। बाबु चुरोट खाने नै हो भने ऊ तल्लो पसलमा पाइन्छ, गएर ल्याऊ है, यति भनेपछि आन्टीले मलाई पसल देखाइदिनु भयो। घरबाट केही टाढा भएकोले घरको यादले नसताउने त कुरै भएन। फेरि आन्टीले छोरा भनेर सम्बोधन गरेपछि चुरोट खाने आँटे आएन। त्यसैले मैले चिया मात्र पिउने निर्णय गरेँ। उहाँ चिया मेरो टेबलमा राखिदिँदै करेसामा रोपेका धनियाँका ससाना मुठा बनाउँदै बोल्न लाग्नुभयो। तिमी जस्तै छोरा थियो, कुलतमा फस्यो। पहिला चुरोट खान थाल्यो, अनि चुरोटबाट बिस्तारै गाँजा, साथीभाइको संगतले गाँजाबाट खै केमा पुग्न थाल्यो। नखा भनेर धेरै सम्झाइ बुझाउ गर्थ्यौं। एक्लो छोरो रिसाए पनि माया लाग्ने, उसका हरेक चाहनाहरू पूरा गर्ने इच्छा भयो। नाइनास्ती गर्न सकेनौ। हुर्किँदै गयो, उसले चाहेका कुरा मन खुसी गर्दै गयो। अनि अहिले चाहिँ चुरोट